आज चाहिँ यो भिडियोमा चाहिँ मैले टिकटकतिर अरू फेसबुकतिर या युट्युबतिर है धेरै मान्छेहरूले चाहिँ सिङ्गल वर्क पर्मिटको नियम लागू भइसक्यो भनेर भनेको पनि फेला पारेँ। अनि त्यहाँपछि सिङ्गल वर्क पर्मिट भनेको चाहिँ के हो, यसले कसरी काम गर्छ भन्ने विषयमा चाहिँ मैले जानेको कुराहरू चाहिँ आज यो म भिडियो बनाउँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। र कुरो रह्यो यो सिङ्गल वर्क पर्मिट चाहिँ एउटा यो EU पार्लियामेन्टकै यो एउटा डेरिटिभ हो है। पहिल्यै EU पार्लियामेन्टबाट पास भइसकेको चिज हो यो चाहिँ। हरेक EU मेम्बरहरूले चाहिँ इमिग्रेसनको लागि अब जस्तो म पहिला आउँदाखेरि ABC कम्पनीमा आएको भिसा त्यसमा थियो, त्यसमा TRC कार्ड बनाएँ। अनि त्यहाँबाट पछि 5 महिना 6 महिना 1 वर्षपछि मैले XYZ कम्पनीमा चेन्ज गरेँ भने मेरो TRC पनि चेन्ज भयो, वर्क पर्मिट पनि चेन्ज गर्नुपर्ने बाध्यताकारी व्यवस्था थियो। यो रोमेनियामा पनि त्यो अहिलेसम्म पनि छ। किनभने अब म आउँदाखेरि चाहिँ म ABC कम्पनीमा आएँ, भिजामा मेरो त्यसमा भयो। तर यहाँ आएपछि त्यो ABC कम्पनीले मलाई राखेन। अब म XYZ कम्पनीमा गएँ, अब त्यो पेपर दियो मलाई, म त्यहाँ गएँ। अब फेरि मेरो सुरुदेखि नै वर्क पर्मिट निकाल्नु पऱ्यो। अनि त्यो वर्क पर्मिटको आधारमा TRC कार्ड फेरि चेन्ज गर्नु पऱ्यो। हो, त्यो कुराको लागि चाहिँ अब त्यो लोड पऱ्यो नि त, इमिग्रेसनको लागि लोड पऱ्यो। कहीको 2 महिना 3 महिना 5 महिना 6 महिना वर्क पर्मिटको डेटै नपाउने, अनि फेरि TRC को डेटै नपाउने, अनि लामो भयो भनेर रोमानियन सरकारले अब त्यो चाहिँ यो मेबाट लागू हुने गरी युरोपियन युनियनबाट त्यो अनुमोदन भएको डिरेक्टिभलाई अब लागू गर्ने भन्ने कुरो थियो। तर अहिलेसम्म पनि त्यो लागू चाहिँ भइसकेको छैन। कति साथीहरूले चाहिँ अब रिलिज चाहिँदैन, मजाले सिङ्गल वर्क पर्मिटको आधारमा 6 महिना काम गरेपछि तपाईँहरू मजाले कम्पनी चेन्ज गर्न सक्नुहुन्छ भन्दै धेरैवटा भिडियो बनाएको मैले देखेँ। र त्यो विषयमा चाहिँ मेरो गम्भीर ध्यान आकर्षण भएको छ। तपाईँहरू 6 महिना काम गरेको भरमा चाहिँ कम्पनी चेन्ज गर्नुभयो भने तपाईँहरू इलिगल हुने सम्भावना धेरै छ है, एकदमै हाई छ। किनभने रोमेनियाको गभर्मेन्टले अहिलेसम्म त्यस्तो कुनै सिङ्गल वर्क पर्मिट या रिलिज नचाहिने नियम चाहिँ ल्याएको छैन। अहिलेसम्म आधिकारिक रूपमा इम्प्लिमेन्ट गरेको छैन। त्यसको मतलब अब टिकटकमा सुनेको भरमा, फेसबुकमा देखेको भरमा, युट्युबमा हेरेको भरमा चाहिँ कम्पनी चेन्ज गरिहाल्नलाई अहिले अलि त्यस्तो छैन। इभन अहिले यो अलिअलि इस्टरको छुट्टी भयो, के भयो, यताउति भयो है। अनि वर्क पर्मिटको डेट पनि पाउनलाई मुस्किल छ। अलि सेप्टेम्बरतिर मात्रै वर्क पर्मिटको डेट निक्लिरहेछ। कम्पनी चेन्ज गर्नेहरूलाई नि गाह्रो छ 3 महिनाभित्रमा। अब त्यो रिलिज लिएको 3 महिनाभित्रमा त अब वर्क पर्मिटलाई अप्लाई गर्नु पऱ्यो, त्यो स्लटै मिलिरहेको छैन भनेर कतिजनाको कुरो सुनिसकेँ मैले। र अनि अब सरकारले गर्दै नगरेको, इम्प्लिमेन्ट नै नगरेको कुरोमा चाहिँ त्यो सरकारी क्षेत्रहरूले काम गर्दैन। वर्क पर्मिट हामीलाई चाहिन्छ नै, रिलिज लेटर चाहिन्छ नै कम्पनी चेन्ज गर्नलाई। त्यसको लागि तपाईँ 1 महिना काम गर्नुहोस् कि 10 महिना गर्नुहोस् कि 12 महिना गर्नुहोस् कि 2 वर्ष नै गर्नुहोस्, रिलिज पेपर चाहिन्छ। रिलिज पेपर दिँदैन कम्पनीले भने तपाईँले 1 वर्ष कटिसकेपछि है, TRC बनेको तपाईँको कन्ट्र्याक्ट साइन भएको 1 वर्ष कटिसकेपछि इमिग्रेसन गएर म यो कम्पनीमा काम गर्दिनँ, मलाई यति तलब दिन्छु भन्थ्यो, यति घन्टा काम गराउँछु भन्थ्यो, भने जस्तो गरेन, म यो कम्पनीमा काम गर्दिनँ, म रिजाइन गर्न चाहन्छु भनेर तपाईँले एउटा रिजाइन चाहिँ गरेर अर्को कम्पनी सिफ्ट हुन सक्नुहुन्छ। त्यो चाहिँ पोसिबल छ। तर बिना रिलिज लेटर यत्तिकै सिङ्गल वर्क पर्मिट लायो, अब झ्याम्मै लाएर चाहिँ 6 महिना काम गरेपछि म भागेर अर्को कम्पनी जान्छु भन्ने कुरा चाहिँ अहिलेको लागि चाहिँ त्यो कुरा छैन, केही पनि त्यसको अर्थ छैन। तपाईँ इलिगलै हुने हो त्यसरी जानुभयो भने। तपाईँ कम्पनीबाट गएकै दिन कम्पनीले इमिग्रेसन कम्प्लेन गरिदिन्छ, मेरोबाट फलानु मान्छे भाग्यो है भनेर। त्यति भएपछि तपाईँलाई इमिग्रेसनले ब्ल्याकलिस्टमा राखिदिन्छ। अब कम्पनीले ब्ल्याकलिस्टमा राखिदियो भनेर तपाईँको कम्प्लेन गरिदिन्छ इमिग्रेसनमा। अनि अब त्यति भएपछि दोस्रो कार्ड बन्दैन, तपाईँ घर जाने नै हो। जसरी पनि पक्रिया दिन घर जाने हो इलिगल भएपछि। तपाईँ भलै 2 वर्षको कार्ड हुन्छ, तर तपाईँको कार्ड भए मात्रै पनि कम्पनी भाग्नुभयो भने कम्पनीले तपाईँलाई कालो सूचीमा राखिदिन्छ इमिग्रेसनलाई भनेर। त्यति भएपछि दोहोऱ्याएर कार्ड पनि बनाउन गाह्रो छ, बन्दैन सितिमिति। अब होइन, कम्पनीले अब रिलिज चाहिँ दिन्न, तँलाई कम्प्लेनहरू के नि गर्दिनँ भनेर पठाउँछ भने चाहिँ तपाईँले रिजाइन गरेर अर्को कम्पनीमा चेन्ज गर्न सक्नुहुन्छ। त्यो तपाईँको अधिकारको विषय हो। कति साथीहरूले गरिरहनु पनि भएको छ। 1 वर्षभन्दा बढी काम गर्नेहरूको रिजाइन चाहिँ एक्सेप्ट पनि हुन्छ इमिग्रेसनले, किनभने सबै कम्पनीले रिलिज दिँदैन। जस्तो मेरो कम्पनीमा पनि त जाने भए जा, बरु कम्प्लेन गर्दिनँ, रिलिज चाहिँ दिन्न भन्छ। अब के गर्नु, अब गर्छ कि के थाहा गइसकेपछि होइन।
अनि त्यही भएर त्यतिकै हाम फाल्न भएन। अरूले भनेको गरेको भरमा अहिलेसम्म सिङ्गल वर्क पर्मिटको कुनै पनि अब आएको छैन। तपाईँहरू विचार गर्नु होला। लिगल स्टाटस हुँदै तपाईँहरू त्यत्तिकै भाग्ने काम नगर्नु होला। बरु तपाईँलाई कम्पनीमा काम गर्ने इच्छा छैन भने, कम्पनीले काम दिन सकिरहेको छैन भने राम्ररी कुरा गरेर मलाई 55B को रिलिज पेपरले म अर्को कम्पनी जान्छु भनेर जानुभयो भने 55B रिलिज हुनेको चाहिँ कार्ड बन्छ। सबैको बनिरहेछ है। अब होला कुनै कारणवश कार्ड नबने नि त्यो छुट्टै पाटो हो, तर त्यो चाहिँ लिगल वे हो है। त्यसमा चाहिँ केही फरक पर्दैन। तपाईँहरू जानुहुन्छ भने त्यो फाइदाकै कुरो हुनसक्छ। अरूको भरमा नलागौँ। सत्य तथ्य आधिकारिक माध्यमबाट कसैले भन्छ भने सोर्स के हो त, लिएन त भनेर भन्न सक्नु पर्यो है। कसैले त छोड्दे म तँलाई काम लगाइदिइहाल्छु नि, छोड्दे त्यो कम्पनी किन काम गर्नु पर्यो, मेरो चिनिया मान्छे छ, मेरो कम्पनीको साउ त एकदम तगडा हो, जम्मै चिनिया छ। साउ जतिसुकै तगडा भयो भने कानुनको भित्रै रहन्छ साउ है अब कम्पनी। अनि त्यहाँपछि एउटा सानो नेपाली कामदारको लागि अब फरेनरको लागि चाहिँ कम्पनीले आफ्नो इज्जत दाउमा राख्दैन। यो कुरा ग्यारेन्टी हो। कसैले पनि नहुने कुरो कम्पनीले म जबरजस्ती गर्छु भनेर गर्न पनि सक्दैन। त्यो आफ्नो इगो आफ्नो ठाउँमा छ, आफ्नो धन दौलतको रब आफ्नो ठाउँमा छ, तर कानुनको पाटो आफ्नो ठाउँमा छ। आधिकारिक जानकारी मैले देखेको छैन। अब नदेखिकन मैले इमिग्रेसनको फेसबुक पेजमा हुन्छ कि अब साइटमा हुन्छ कि कहाँ छ त्यो नदेखेसम्म चाहिँ मैले चाहिँ भयो भन्न सक्दिनँ है। त्यो विषयमा चाहिँ मलाई थाहा नभएको भए छुट्टै कुरा, म पनि अलिक बिजी नै छु है। अब अहिले हालसालै त्यो इम्प्लिमेन्ट गरायो भए छुट्टै कुरा हो, तर अहिलेसम्म चाहिँ अघिल्लो हप्तासम्म चाहिँ मैले एकचोटि चेक गरेको थिएन। यो मेको महिनाबाट इम्प्लिमेन्ट गर्ने कुरा चाहिँ पहिला चल्या हो जनवरीतिर है, डिसेम्बर जनवरीतिर चलेको थियो। अब अहिले चाहिँ त्यो कुरा थाहा छैन, त्यति धेरै छैन बजारमा नआइकन। मेन भनेको सरकारीबाट त्यो कुनै नोटिस जारी नभएसम्म ठ्याक्कै यही भन्न चाहिँ अलिक सकिँदैन। अहिले हतार नगरौँ। अब रिलिज छ भने आरामले काम चेन्ज गरौँ। कुनै राम्रो एजेन्सीहरूलाई भनौँ, एजेन्टहरूलाई भनौँ, काम लगाइदिइहाल्छन्। अनि रिलिज लेटर भएकोहरूलाई त केही फरक परेन। नयाँ वर्क पर्मिट बनाउनै पर्यो, नयाँ TRC कार्ड जारी हुन्छ नि त्यसको लागि चाहिँ। अहिले यति भन्दै यो भिडियो टुङ्ग्याउन चाहेँ। मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नु होला। मैले नर्मल्ली रोमानियाको बारेमा धेरै भिडियोहरू अपलोड गर्ने विचार गरिरहेको छु। मैले जे जानेको छु त्यो कुरा मैले यो भिडियोको मार्फतबाट सम्पूर्ण साथीहरूलाई चाहिँ जानकारी गराउँछु मैले। यति भन्दै आजलाई बिदा लिन चाहेँ। हस्त नमस्कार।